गुड इभिनिङ गाइस। आज क्रिस्पी चिकन बनाउन गइरहेको छु। त्यसको लागि चिल्ली ओइलमा अलिकति जिन्जर गार्लिक सटे गर्नु होला। यो चाहिँ अलमोस्ट मेरो 8 प्लेट्सको लागि हो। त्यसमा रेड चिल्ली, क्याप्सिकम एन्ड अनियन्स, त्यसलाई अलिकति हल्का टोस्ट गर्नुपर्छ फर्स्ट। अनि मेक स्योर कि धेरै टोस्ट गरेर त्यो सफ्ट नहोस्, अलिकति हल्का टोस्ट चिल्ली ओइल अनि अनियन जिन्जर गार्लिकमा। यसलाई एकछिन धेरै आरामले टोस्ट गरेर हल्का यसमा तपाईहरुलाई सिजनिङ के हाल्न मन छ, कम्पलसरी सल्ट, पेपर अनि तपाईको लिटल बिट अफ सुगर अनि अजिनोमोटो अप्सनल हो, कसैलाई हाल्न मन लाग्यो भने। अनि त्यसपछि चिली सस, आई मिन चिली पेस्ट, जुन चाहिँ मैले आफै गरेर राखेको हुन्छु चिली पेस्ट रेड चिलीको लागि। त्यसमा स्पाइसीनेस हुन्न, जस्ट फर कलर। अनि दोज हु वान्ट टु हेभ स्पाइसी तिनीहरूले अलिकति रेड स्पाइसी चिली पनि एड गर्दा हुन्छ। त्यसपछि मैले एक्ज्याक्ट क्वान्टिटी यहाँ बताएको छुइनँ, जस्ट रफली हो। सोया सस, त्यसपछि यो मैले अलरेडी प्रिपेयर गरेर राखेको सस हो। यसमा टमेटो केचप, ओयस्टर सस अनि 8 to 9 सस भन्ने एउटा सस आउँछ, त्यो मिक्स गरेर अनि अलिकति सिमर हुन दिनु पर्यो यसलाई। ओभर कुक होइन, ओभर हाई फ्लेम पनि होइन, मिडियम फ्लेममा। सल्ट, पेपर, अजिनोमोटो अनि सुगर स्वाद अनुसार। कतिको लाइक उतो सल्टी चाहियो, स्वाद सबैको अलग अलग हुन्छ। अलिकति हल्का टोस्ट गरेर मैले चिकन चाहिँ अगाडि नै क्रिस्पीवाला फ्राई गरेर राखेको छु। यो चाहिँ क्रिस्पी चिकन हो, तर नट टोटली ड्राई क्रिस्पी चिकन। यो चाहिँ अलिकति मतलब मोइस्ट आउँछ अनि टेस्टी हुन्छ। अब चिकन हालेर अब यसलाई एकछिन टोस्ट गर्छु हल्का। यसलाई स्लाइसरले किनभने डब्बुले मात्रै हुन्न, कडाई सानो भयो, 8वटा 8 क्वान्टिटीको लागि, त्यही भएर स्लाइसरले मजाले मिक्सिङ गर्नु होला। धेरै ओभर हाई फ्लेम पनि हुनुहुन्न, नभए भित्र डढ्छ। सो यसको टेस्ट चाहिँ स्विट एन्ड स्पाइसी बट नट टु स्विट अल्सो। अनि यसलाई धेरै पानीमा उतो गर्ने होइन, हल्का टोस्ट नभए यसको जुन चाहिँ क्रिस्पीनेस छ त्यो गएर सगी हुन्छ। अनि यो चाहिँ इट्स अलवेज बेटर टु हेभ विदिन 5 to 10 मिनट्स आफ्टर प्रिपरेसन। धेरै राख्यो भने टेक्स्चर अलिक च्युवी हुन्छ। ओके, सो यही हो। यसलाई अलिक धेरै टोस्ट गर्छु। अब त्यसपछि यसलाई कन्टेनर्समा हालिदिन्छु। आज गेस्टको 8 प्लेट्सको, एक्चुअली 10 प्लेट्सको थियो, तर अलिक क्वान्टिटी मिस्टेक भएर यो चाहिँ जस्ट 8 प्लेटको लागि मात्रै बनाइरहेको छु। अनि यसलाई चाहिँ म मेरो राइस नुडल्सको वकमा हाल्छु, मेरो नर्मल साइड डिसको वकमा हाल्दिनँ, किनभने त्यो डढ्छ क्या। यो चाहिँ अलिक स्टिलको भएको लागि, लाइक स्टिल आई मिन अलिक यो यसलाई मैले अगाडिबाटै राम्ररी उठो गरेर राखेको छु। सो इट्स अलमोस्ट डन। 8 प्लेट्स अफ क्रिस्पी चिकन रेसिपी त मैले फुल डिटेल्स हालेको छुइनँ। इट्स अ भेरी सिम्पल चाइनिज डिस विथ ओयस्टर सस, चिली सस एन्ड टमेटो केचप विथ क्याप्सिकम, अनियन्स, श्रेडेड क्रिस्पी चिकन। यो चाहिँ एज ए साइड खाँदा पनि हुन्छ, मोस्टली यो साइड डिसको लागि हो। यो इभन किड्स लाइक धेरै स्पाइसी पनि हुन्न अनि धेरै स्विट पनि हुन्न। सो भिडियो राम्रो लाग्यो भने फलो गरिदिनु होला गाइस। थ्याङ्क यू सो मच। यो चाहिँ मेरो आफ्नै आउटलेटमा हो, लिस किचन, बेङ्गलोर। थ्याङ्क यू।